अध्यक्षज्यूहरूले बोल्नुभयो। यहाँनिर चाहिँ जो पीडितमा पर्ने चाहिँ घरबाट चाहिँ दाजुभाइहरूले बोल्नुभयो। यी बोलिरहँदाखेरि अहिले जति पनि अहिले एडिबीले यो प्रस्तुतिकरण गरेको छ, म आइडेन्टिटीलाई के भन्न चाहन्छु भने उहाँहरूसँग बसेर उहाँले यो तथ्याङ्कको विषयमा उहाँले अब्जेक्सन गर्नु भएको छ। फेरि त्यसलाई हेरेर तपाईँले उहाँहरूसँग फेरि बसेर साँच्चै हामीसँगै बसेर त्यसलाई चाहिँ एउटा फेरि पुष्टि गरौँ, उहाँहरूको कुरा पनि फेरि सुनौँ। उहाँले भन्नुभएको डेटा र तपाईँले गर्नुभएको डेटा नमिलेको कुरा छ, त्यो डेटालाई पनि मिलाउँ। त्यसपछि अर्को कुरा, यहाँ धेरै सुझावहरू दिनुभएको छ। म पनि चाहन्छु कि तपाईँहरू धेरै कुराहरू उठेको छ, म तपाईँहरूसँग धेरै यहाँ आज पनि बोलिरहेको छौँ, हिजो अस्ति पनि बोलेको थियौँ। अस्ति उपमेयर हुँदाखेरि पहिलाको मेयरसाहबहरू पनि बोल्नुभएको थियो। हामी एउटै मात्रै पीडामा छौँ। हामी जहिले पनि तपाईँले देख्नु पनि भएको छ, जहिले पनि भरतपुरको मेयर र मलाई तुलना गरेर कति देख्छ भन्नु त? हाम्रो मेयर सुतेर बसेको, भरतपुर मेयर हेरेँ, यो मेयर अब उल्टासम्म भन्छ, तर पनि मैले छिटो बुझाएको छैन। आज 55 किलोमिटर उताबाट गाउँ टेन्डर लाग्दाखेरि पनि मैले हुन्छ भनेर भनेको छु। किन भन्दा यहाँनिरको जनता, हेटौडाको जनता खुसी भएन भने, पीडितहरूलाई उहाँलाई राहत भएन भने, उहाँहरू गइरहन्छु भने बाटो हिँडेको त, बाटो मात्रै भएको त चाहिँ हेटौडालाई त त्यो फाइदा होइन नि। त्यो भएर सहयोग तथ्याङ्क तपाईँले निकाल्नुहोस्, उहाँको कुरा पनि एउटा सुन्नुहोस्, उहाँको सुझाव तपाईँले गरेर सही तथ्याङ्कलाई त्यसलाई पुष्टि गरेर तपाईँले कानुनको चाहिँ अदालतले फैसला गरेको छ, मानवताको हिसाबले भनेर चाहिँ फैसला गरेको छ। हामीले संविधानले व्यवस्था गरेको हो, मानवै छैन भने